हेलो गाइज आज चाहिँ म यो रोब्लक्स खेल्नेवाला छु। यो रोब्लक्समा किकन लकी ब्लकको भन्ने गेम छ। अब के आयो यो केही हेरेर रहेछ त्यो ग्रुप के आएको रहेछ। मैले जोइन गर्दै केही पाउँछ साथीहरू फ्रीको मालको झिटा हाल भनिदियो जस्तै हो के गाइजहरू। हेरेर है त हेर्नु यो ल कस्तो डरमान हो। हेलो साथी टिममा चाहिँ टिममा बन्ने हो टिम नबन्ने भयो छोड्दै त युट्युबरसँग टिम बन्दै रहेछ। ल अब के गरौँ है त कतिमा गयो होला गेस गर्नु है त। ल गए नेटको प्रब्लम हेर्नु गाइजहरू 80वाला पो आयो आउने बित्तिकै। ल कस्तो वाला हो तर यो रियलवाला होइन के हो गाइजहरू। मलाई त्यस्तै लाग्छ किन ल यो बुवालाई के चाहिँ दुश्मनी छ कि गाइजहरू मसँग हेर्नु त। फेरि यो बुवाल मेरो कस्तो ह्याङ हुन्छ कि गाइजहरू। हजुरले भन्नु हजुरहरूको बुवाल त यस्तो ह्याङ हुँदैन होला मेरो जस्तो। तपाईँहरू त पिसीमा खेल्नुहुन्छ म यसमा बुवालमा अब हेर्नु भयो त गाइजहरू। अब फेरि खाना आएँ 3 2 ओ ल त फुलवे गयो है गाइजहरू। यसमा त केही सकको बात नै छैन। ल हेर्नु भयो त ओ लेजेन्डरी रेयर भयो रेयर है त। भाग स्पिड बनाउनु पर्यो गाइजहरू। मलाई थाहा छ क्या अब स्पिड बनाउनु पर्छ क्या गाइजहरू। स्पिड बिना त केही पनि हुन सक्दैन गाइजहरू। हजुरले भन्नु स्पिड बिना के हुन सक्छ त। अब चाहिँ म फुल टु स्पिड बनाउने हो। पहिला कसैले बिरेन्डर त दियो न आफै हेर्नु गाला छ कि गाइजहरू। एउटा रेन्जर लिँदा गाइजहरू यस्तो ह्याङ हुन्छ हेर्नुभयो। मैले 1 सेकेन्ड ढिला गरिदिँदा कि गाइजहरू यस्तो स्पिड रहेछ। स्पिडमा केही कति पर्सेन्ट आउँछ होला गाइजहरू गेस क्यान यु गेस। ओए कस्तो पायो त रेयर हो कि कुन हो यो लेजेन्डरी हुनसक्छ। कति बढाउँछ गाइजहरू गेस गर्नु त यसले कमेन्टमा गर्नु है कमेन्टमा। ल दिनु हुन्छ हजुरहरूलाई त्यही पनि हेर्सक्नु होला हजुरहरूले हेरौँ ल प्लेस गर्छु है त गाइजहरू। 3 2 1 बुम प्लेस कसरी गर्छु ए भयो हाम्रोमा अलि जाउँ नपारौँ गाइजहरू। हजुरहरूलाई अब स्पिड बनाउन जानु पर्यो। स्पिड बनाउन त जानु परिहाल्यो नि। पहिला डब्बल लिने गाइजहरू भन्नु। ल म सेकेन्डवाला लिन्छु है। पैसा पुगेन कति रुपियाँ पुगेन भन्नु हजुरहरू। 1K रुपियाँ पुगेन 1K यसले त बढाएर दिइहाल्छ नि गाइजहरू। हेर्नु न कस्तो ह्याङ भएको ल मेरो नाम टिपिराख्नु है गाइजहरू। एड फ्रेन्ड गराउँछ किक 3D छ मेरो नाम। म एकछिन गेम प्ले पनि गरिहाल्छु। कति हो 5K 500 र मेरो नाम याद राखिराख्नु होला गाइजहरू किक अङ्कित 3D। मैले हजुरको लागि एकछिन रुकाइदिएँ ल है। मैले यसलाई कतिखेर पिकअप गरेँ गाइजहरू भन्नु त। अझै एउटा पाएछ डेली रिवार्डमा पहिला यसलाई प्रेस गरौँ। प्लेस हुँदा प्लेस भयो। अब यसको ल भन्नु यो कति बढाउँछ होला भन्नु 1K 2K 3K 4K 5K कमेन्ट गर्नु चाँडो भिडियो रोकेर। ल 1K है त जसको 1K मिलेको थियो ल जसको 1K मिलेको थियो त्यसले चाहिँ तिनीहरूले सब्सक्राइब गरिदिनु होला च्यानललाई। हेरौँ कसको मिलेको रहेछ पनि। ल प्लेस गरिदिन्छु त गाइजहरू। म कति मिनटको बनाउँछ यहाँ भिडियोहरू आसमा जति मिनटको बनाए नि बनाइदिन्छु। नभए त प्रेस गरौँ प्लेस गरौँ प्लेसी मेरो अनुहार हेसी। ल यसको अनुहार हेर्नु त गाइजहरू हाँस उठ्दो छ त कस्तो हाँस उठ्दो गाइजहरू। ल अब स्पिडमा जानु है यो त
यो पैसाले सबै स्पिड जाने यो त बेडमा पो हो त फेरि स्पिड त उता पो छ त मैले कस्तो बिर्सिन्छु गाइजहरू डेली रिमोटमा केही आएको रहेछ हेरौँ अहिले यसो हेर्नु पर्यो पहिला स्पिडी आज पहिला स्पिडी होइन पहिला स्टिडी गर्ने हो स्टिडी एकछिन त सँगसँगै गर्नु पर्यो वेट उठाउनु पर्यो डेलिभरीबाट के आएको क्यास आएछ क्यास ल उठा बस माथि ल अब के गरौँ खानु भइ त गाइजहरू हेरौँ मैले मेन कुरा त स्पिड बढाउनै बिर्सेँ स्पिड नै बढाउनु बिर्सेछु गाइजहरू सरी ल कस्तो रियर आएको हो रियर कति बढाउँछ हेर्नु त 600 यो त मलाई जसरी भए पनि चाहिँदैन किनकि मारिदिन्छ नि सुनामीले स्पिड चाहियो गाइजहरू हजुरहरू भन्नु स्पिड बिना के हुन्छ र भने अघि नै पनि भने होला के हुन्छ र स्पिड चाहियो स्पिड पैसा उठाउनु पर्यो अनि स्पिड लिन जानु पर्यो किन्नु पर्यो नेपाली फेरि मैले कतिखेर उठाइ पनि सकिनु गाइजहरू तपाईँ 0.1 सेकेन्ड हेर्नु छ 0.1 सेकेन्ड हेर्नु 0.1 छैन 1x त अहिले त्यो हुन्छ होला 0.5 मा हेर्नु त हेरौँ मैले उठाएको छु कि छैन यसमा हेरौँ 0.5x मा हेर्नु ल अब प्लेस मलाई प्लेस गर्न फेरि बिर्सेँ प्लेस त इङ्ग्लिस आउँदैन प्लेस इधर प्लेस इधर भनेको छ अब जानु पर्यो हेर्नु गाइजहरूसँग रोबक्स कति धेरै छ हेर्नु सक्नुहुन्थ्यो होला अघि नै स्पिड बढाउनु पर्यो स्पिड कतिको बढा भन्नु बस कति स्पिडमा वान के रहेछ पैसा त ल गाइजहरू भन्नु म कति छ बढाम 20 पुगाम ल भन्नु म बिस्तारी पुगाइदिन्छु हजुरको लागि 20 ल हेर्नु है त हजुरहरूको गेस कतासम्म हुन्छ है त कतासम्म पुग्छ स्पिड भन्नु 5 4 3 2 1 ल भइसक्यो ल भन्नु कतिमा 5 4 3 2 1 ल भन्नु हजुरहरूको गेस कतासम्म पुग्यो मेरो त गेस 25 सम्म हेरौँ है 25 सम्म हुन्छ ठ्याक्कै 25 गाइज मैले रोकेर पनि हेरेँ होइन आफै भएको है गाइजहरू मैले गेस गरेँ बुटका गेस बेको आता हेरेँ बिटुवा के गर्ने होला बिटुवा हेर्नु त के भएको मोबाइल ल मैले कति हाने फुल हाने होला होइन तपाईँहरू यो सुन्नु ओ भाइ साहब एपिक पायो एपिक बल्ल राम्रो ससुर पाएँ बल्ल एपिक पायो गाइजहरू एपिक पायो बल्ल एपिक म आफूको एपिकको खुसीले म उतै जान्न जस्तै छु जानु पर्यो यसमा एहे जाहाई पिरे माथि हजुरहरूलाई मेरो गीत कस्तो लाग्यो ल पाउलेर भनेछ अलि गर्दा ल आजको लागि यति नै गाइजहरू बाई बाई